I made a short reel about skincare. मलाई फोनमा बात गरेको त किन बनाउनु परेको लाइक यो चाहिँ एउटा awkwardness अरे क्या एन्ड अचानक मलाई भोक लाग्यो एन्ड अब अचानक भोक लाग्यो त हैन अघि त खाकै हो हैन फेरि अब मलाई फेरि खानु मन पर्यो के खम अब अहिले 11 बजिसक्यो राति अन्त के खानु अब हो यति बेला सो आई एम मेकिङ मैगी जिन्दाबाद मैगी खाओ और पचाओ बिमारहरु चाहिँ नहोस् हो मैले नि भिडियो एडिट गर्दाखेरि हेरेको कि यति बिग्न बनाउँदा रहेछु लाइक मैले पनि हैन तर पनि मलाई त्यो एउटा क्या सोशल अक्वर्डनेस भन्ने कुरा हुन्छ नि त्यसमा चाहिँ मैले त स्टडी गरेको कि लाइक अगर तपाईहरुलाई के गर्नु अप्ठ्यारो हुँदैछ बा तपाईहरु अनकम्फर्टेबल छ भने चाहिँ तपाईहरुलाई त्यो इचिङ हुन्छ अरे के हुन्छ अरे क्या अहिले चाहिँ मलाई हालैमा युट्युब एकदम बनाउनु मन छ हैन लाइक म पनि गर्छु के मेरो ट्यालेन्ट त केही छैन तर पनि केही गर्छु भन्ने भइरहेको छ स्किन केयर मेकअप त जान्दछु अलिकति जान्दछु भनेको त्यही गरेर भए पनि लाइफ गुजारा भए पनि गर्छु एटलिस्ट मेरो मन भट्किन्छ भन्ने टाइपको अन्त त्यतिन्जेल कम्फर्टेबल हुन्छु कि कतै अब एक दुईवटा भिडियो बादमा सो त्यतिन्जेल सधैँ गर्नुहोस् सो त्यति भनेर चाहिँ म सुतेँ एन्ड दिस इज द नेक्स्ट मर्निङ हैन अब चाहिँ म चाहिँ चिया बनाएँ बिहान उठेर अन्तखेरि अलिकति मेरो क्वाइट टाइम स्पेन्ड गरेको गडसँग हैन यो चाहिँ अन्त मैले अलिकति फेरि रिड गर्नु थालेको छु बाइबल चाहिँ हैन मैले चाहिँ कहिले पनि त्यो लाइक फर्स्ट देखिको लास्टसम्म पढ्थिनँ हैन तर अब चाहिँ मैले हालैमा पढ्नु थालेको सो मैले चाहिँ डेली ट्र्याक राख्छु अन्त फर्स्ट देखिको पढ्दै अब म पनि बाइबल चाहिँ अब यो वर्षभरिमा कम्प्लिट गर्नु ट्राई गर्दैछु अन्त यसबाट चाहिँ धेरै कुरा सिक्दैछु अरूभन्दा पनि आफ्नो रिलिजन त के रिलेसन विथ गड हुन्छ नि नुनको चिया मेरी बिस्किट फेभरेट कम्बो बिहान उठेर चिया बिस्किट खाएपछि चाहिँ म चाहिँ अब एकछिन फोन पनि हेर्नै पर्यो फोन पनि इम्पोर्टेन्ट रोलै प्ले गर्छ मेरो लाइफमा हो कोही बेला हाँस्दै हेर्छु हैन कोही बेला बिहानै रुने भिडियो हेर्छु हो अन्तखेरि यहाँ चाहिँ एउटा कुरामा हाँस उठ्दै थियो मलाई यो पायो ट्रान्सफर योर फ्याट अरे हैन हाउ टु ट्रान्सफर योर फ्याट टु एनी स्पिरिचुअल ब्रेड पनि भयो अब बिहान पेट पूजा पनि भयो हैन अब चाहिँ म उठ्ने तर्कर गर्दैछु अनि मेरो हेयर स्टाइल देखाउँदैछु यो हेयर स्टाइल चाहिँ मलाई आजकल यो कट त गरे कि तर मनै परेन मलाई यो चाहिँ अब उहिलेको ब्यान्डहरु जस्तो लाग्यो क्या त्यही एक्सप्लेन गर्दैछु साह्रो लामो छ र मात्रै मैले त्यो अडियो कट गरिदिएको भइरहेको छ हैन आज मेरो बिचारा बेडरुम त सफा देखिरहेको छ नानीहरुको जस्तै प्लान्टमा घाम लागेछ ओ मैला त भएको छ पुदिना खै सिल्लेरी रुबेको अहिलेसम्म आएकै छैन सिल्लेरी अब देख्नु हुँदैछ तपाईहरुले कि म छिटो एक्सरसाइज गरिहाल्छु हैन अन्त कस्तो हाँसउठ्दो देखे पनि अब राम्रो देख्नुलाई गर्नै पर्यो मैले चाहिँ स्ट्रेचिङ पनि गरे हैन बिकज त्यति गरिन भने म अहिले उभिनु सक्दिन बस्नु सक्दिन ड्युटीमा यस्तो मेरो के भन्छ लोवर ब्याक पेन भएर सो यति गर्न सक्छु आज पसिना पनि निस्क्यो वाक पनि भयो कति दिन बाद एक्सरसाइज गरेको नभए योगा मात्रै गर्दै थिएँ सो अब चाहिँ नुहाइधुवाइ गर्दै रेडी हुने अन्त त्यति अब ड्युटी आज भ्यान ड्युटी छ हो भ्यान ड्युटीमा चाहिँ हाम्रो एन्क्वायरीहरु हुन्छ कतै आफ्नो केसको पेन्डिङहरु त्यस्तोहरु गर्नुहरु अलिक सुविधा हुन्छ त्यति छ ल अहिले भेटौँ बाइ बिहानदेखि गरम छ मेरो टाटे पाङ्ग्रे भाइको उठ हाम्रो हाउसिङ चाहिँ यस्तो छ अब थाना आएपछि चाहिँ आज चाहिँ वर्ल्ड एन्भाइरोन्मेन्ट डे हेरे हैन सो अब चाहिँ रोजीले चाहिँ टोटो चलाउनु सिक्दैछ
अन्तखेरि अब चाहिँ प्लान्ट किन्नु जाने हामी अनि टोटोमा जाने भन्दै थियो भरे त गाडी नै पायो सो गाडीमा गएको हामी चाहिँ हैन खुल्छ न त ए खुलाइ আছে খুলতে পারছি না এ ভালো আছেন এখানে দাদা থাক কারণ আপনার জন্য নেক্সট টাइम খাবো দাদা थ्यांक यू मलाई पनि यो चाहिँ प्लान्ट हेर्नु मन थियो त्यही कारण हामी नर्सरीमा आयो हैन के लिम कि सोचेको थिएँ कि त्यो कर्नरहरुतिर सजाउन लागि फेरि लिन क्या कोले स्याहार्ने हो मलाई सोख त पुरै लाग्छ प्लान्टहरु राख्ने हो यहाँ चाहिँ भेराइटी अफ प्लान्ट थियो प्लान्ट त के कतिवटा त जंगल जस्तै थियो तर पनि फूलहरु रहेछ हो तर लगाउनु मन पर्दैन मुर्झिन्छ भनेर यो के गाछ हो जबा गाछ look at this के गाछ यस्तो सुन्दर फूल फूल त फुल्ने अब नाम हो बे हो कि के हो यो ओ प्यारा यहाँ के फलिरहेको छ ए फलेको हैन छ यो त एटा त कटिङ राख्छ फलेको हैन छ निम्बुको प्लान्ट जस्तो छ अब सुन्दराजलाई ए उमाली साहेबले काम गर्नु हुँदा रहेछ যে ম্যাডাম আর আমরা চলে এসেছি হচ্ছে নার্সারিতে তো এখানে ভ্যারাইটি স্টারের এখানে চারা আছে এই যে ফুলের চারা আছে গাছ আছে কারণ আজকে হচ্ছে বিশ্ব পরিবেশ দিবস তো আমরা চলে এসেছি হচ্ছে নার্সারিতে আজকে হয়তো কয়েকটা গাছ নিয়ে যাব তোমার কোন কোন গাছ ভালো লাগছে আমার ভালো লাগছে এই ফুলটা আমার খুব ভালো লাগে কি ফুল এটা নাম এটা তো আমি নাম জানি না কিন্তু আমার খুব পছন্দ আমার ভালো ঘন্টির লাগছে মধ্যে দেখতে ঘন্টি ফুল দেখেন আম গাছ আছে আম কিন্তু গাছে প্রচুর ধরেছে ফাইনালাইজ भयो के के लाग्यो হাইব্রিড চেষ্টা করি আমি কই কম ধরছো হ্যাঁ यति बडी बडी बडे पनि डेन्जर আছে के भन्छ आलोक दादा इसे করতেছে খুনতেছে गडाए अब खाना बनाउँछु के छ भेजिटेबल्सहरु चिलीज भला कैसे गुम गया है लेट्स मेक काकडी कसले यस्तो गर्छ यो मलाई घरमा सिकेको मैले यो यस्तो गरे भने चाहिँ तितो हुँदैन भन्छ आई डोन्ट नो तर म खामै काटिदिन्छु बिकज तितो खाएर डल्लै फ्याक्नु भन्दाखेरि चाहिँ बरु लोभ नगरी फ्याँक्देऊ क्या काँक्रा खाँदै काम गरौँ मैले यतै सिकेको काँक्रा खोर्सानी in my color change भयो यो उब्रेको भात चाहिँ यहाँनिर हाम्रो लोकल डग्सहरु छ उलाई लगिदिएको हो बिचाराहरु पुरा डढाउँदै खान्छ सायद अरूहरुले बिर्छ होला कि सो खाना खाएर चाहिँ एकछिन रेस्ट गरेर चाहिँ फेरि ड्युटी हैन त्यहाँ अब चाहिँ इन्क्वायरी जाँदैछु अघि दिउँसो जानु सकिन किनभने पुरा गरम थियो सो अब इन्क्वायरी गर्दा अब यहाँदेखिको रात पनि पर्यो हैन अब फेरि अर्को इन्क्वायरी गर्नु जाँदैछौँ हैन
अन्त यो चाहिँ यस्तो अँधेरो यति टाढो रहेछ घर हो अन्त कुना काप्चेमा जाँदैछु त आजको लागि यति नै हो मेरो यो सर्ट भिडियो इफ यु लाइक इट लाइक शेयर एन्ड सब्स्क्राइब बाई